खुराइन्द सायोङसी छुए साहाङ भनेर भन्यो। खुराइन्द भनेको चाहिँ ग्राइन्डर होइन, ग्राइन्डर सायोङसी कुनै पनि नाउनसँग सी यसरी भनेर आयो भने चाहिँ त्यो बेलाको त्यो कार्यको समय भन्न चाहिँ जनाउँछ होइन। ग्राइन्डर प्रयोग समयमा चाहिँ के गर्ने, छोही साहाङ होसियार हुनुपर्ने अवस्थाहरू भनेर अवस्था अथवा कुराहरू भन्छ। अब यसमा हाम्रो यसमा हेर्नुहोस् त, खुराइन्द ग्राइन्डर है, खुराइन्द नुन पारुन सोक्तो रो। पारुन भनेको चाहिँ एकदम छिटो गतिमा, सोक्तो भनेको चाहिँ गति एकदम द्रुत गतिमा एकदम छिटो चाहिँ चल्छ। के हुन्छ, खुराइन्द नुन पारुन सोक्तो रो फैजन हानुन उइबान ह्याङथे ए। उइबान भनेको चाहिँ सर्ने अवस्थामा है, घुम्ने। फैजना हानुन उइबान ह्याङथे ए घुम्ने, अनि त्यसलाई चाहिँ त्यसरी सर्ने भनेको चाहिँ कसरी ल्याउने, फैजना हानुन उन्बान ह्याङथे ए त्यसलाई चाहिँ त्यो घुम्ने अवस्थाको। नारुल, नाल भनेको चाहिँ एउटा दिन पनि हुन्छ, एउटा धार पनि हुन्छ। धार भनेर पनि लेख्नु होला। नाल भनेको एउटा दिन हुन्छ, एउटा चाहिँ धार पनि हुन्छ। नारुल खाजिन छन्थङ थङ, खाजिन छन्दङ, छन्दङ खङ्गुरो। खाजिन भनेको चाहिँ त्यो धार लिएको भनेको चाहिँ त्यो धार भएको। छन्दङ खङ्गुरो इलेक्ट्रिक। अनि औजारमा मुल्छेरुल छल्दन हागना। मुल्छे भनेको चाहिँ के हो, मुल्छे भनेको चाहिँ औजारहरू, सरी मुल्छे भनेको चाहिँ केही चिज वस्तुहरूलाई चाहिँ के गर्ने बेलामा छल्दन हागना काट्ने, अथवा मुल्छे फेवन त्यो सामानको होइन। मुल्छे भनेको चाहिँ त्यो जुन हाम्रो सामग्री अथवा सामानको चाहिँ के गर्ने, फेवन भनेको त्यसको सतहलाई चाहिँ मेकुरपके खाल्ते, मेकुरपके खाल्ते भनेको चाहिँ के भन्ने हो, अब यो चिल्लो बनाउने गरी होइन, चिल्लो हुने गरी खाल्ते सायोङ हाम्निदा परिवर्तन गर्ने बेलामा चाहिँ प्रयोग गरिन्छ। यो जाने बेलामा भन्ने चाहिँ होइन, यो एउटा हाम्रो खाल्दा भन्ने छ। खाल्दा भनेको चाहिँ धार लगाउनु, जोत्नु, परिवर्तन गर्नु भन्ने हुन्छ। खाल्दा, खाल्दा भनेको चाहिँ धार लगाउनु, जोत्नु, परिवर्तन गर्नु। अब यसलाई चाहिँ परिवर्तन गर्ने बेलामा चाहिँ प्रयोग गरे सायोङ हाम्निदा प्रयोग गरिन्छ भनेर भन्यौँ। अब खुराइन्द रुल इयोङ हामेन छागापोल सुप्की हाल सुई चिमान। ग्राइन्डरलाई प्रयोग गर्यो भने काम सजिलैसँग गर्ने भए तापनि छागपसी खुन साङ हे, छागपको काममा होइन, अथवा यो छागपसी कार्य समयमा चाहिँ ठुलो साङ्घे, यो साङ्घे भन्नु, साङ्छ भन्नु, सागो भन्नु, यिनी दुर्घटना चोटपटक भनेको हो। साङ्गेरोल इबल्सु, साङ्गेरोल इप्ता भनेको चाहिँ चोट लाग्नु। साङ्गेरोल इबल्सु इसुमुरो चोट लाग्न, के भन्छ, चोट लाग्न सक्ने भएकाले थुक्ब्यारी विशेष छसिम या हामीले ध्यान दिनुपर्दछ भन्छ। सजिलो चाहिँ हुन्छ, यी कुराहरूले हामीलाई काम गर्न चाहिँ सजिलो हुन्छ। भए तापनि के हुन्छ, यिनीहरू भनेको चाहिँ हामी हाई रिस्कमै काम गर्ने कुराहरू हो, मिसिनहरू हो होइन। कहिलेकाहीँ हामी नचाहँदै पनि हाम्रो अनि एक्सिडेन्ट हुन सक्ने, त्यहाँ चोटपटक लाग्न सक्ने कुराहरू चाहिँ हुन्छ, त्यसरी चाहिँ भनेको छ। अब यसमा हेर्नुहोस् त, मन्ज सबभन्दा पहिला फर्स्ट मन्ज छनवनुल कोछुल। छनवन भनेको चाहिँ पावरलाई, कोछुल ते नुन खुराइन्द छनवन सुइचिका कजिन, कजिदा भनेको चाहिँ कुदाबाट आयो। सबैभन्दा पहिला यो छनवनलाई चाहिँ घुसार्ने बेलामा, यो पावरलाई चाहिँ पावर दिने बेलामा चाहिँ खुराइन्द छनवन ग्राइन्डरको छनवन स्विच चाहिँ कजिन भनेको चाहिँ अफ गरिएको, कुदा भनेको चाहिँ के हो, अफ गर्नु। कुदाबाट अजिदा, अजिदा, हेजिदा भन्ने ग्रामर छ। कजिन भनेको चाहिँ लास्टमा न भनेर आयो, यो अफ गरिएको हो। साङ्थे इन्जी ह्वागिन हेया हाम्निदा, साङ्थे इन्जी अवस्था छ या छैन चेक जाँच गर्नु पर्दछ। ह्वागिन हेया हाम्निदा, यो साङ्थे इन्जी भनेर आयो भने यसरी हाम्रो कुनै पनि नाउनसँग नजी अथवा उन्जी होइन, अथवा नुन्जी यसरी आयो भने चाहिँ यो भनेको छ या छैन, हो या होइन भन्ने अर्थ चाहिँ लाग्छ है। साङ्थे इन्जी अवस्था छ या छैन चेक गर्नु पर्दछ। खुराइन्द ग्राइन्डरको नारोल खेउची हाल्ते दो, खेउची आधा भनेको चेन्ज गर्नु। अब त्यसको नाल भनेको चाहिँ के हुन्छ, त्यसको धार चेन्ज गर्ने बेलामा पनि अनिवार्य रूपमा खेउची आधा भनेको चाहिँ परिवर्तन गर्नु, चेन्ज गर्नु।
अनिवार्य रूपमा फान्दोसी अनिवार्य रूपमा छनवनल कुन सांथेस छनवन पावरलाई चाहिँ अफ गरेको अवस्थामा अनि छागप फेया हामीले काम गर्नुपर्दछ हैन। अनि तोहान त्यसै गरी छागप चनेनुन फो आनग्याङ इना छागप चने भनेको चाहिँ के हो काम गर्नुभन्दा अगाडि कुनै पनि नाउनसँग जने भनेर आयो भने चाहिँ नु त्यो काम प्लस अगाडि अथवा कुनै पनि त्यो नाउनसँग अगाडि अघि भन्ने चाहिँ हुन्छ अथवा भिएसटीसँग जोडिन पर्यो भने चाहिँ भिएसटी प्लस गिजने भन्ने हुन्छ। अनि एउटा न अथवा उनहुए हुन्छ अनि नाउनसँग चाहिँ हुए हुन्छ। अब छागप चनेनुन कार्य अगाडि चाहिँ फुआनग्याङ इना फुआनग्याङ भनेको सुरक्षित चस्मा अथवा फाङजिन मासिखु भनेको धुलो छेक्ने म्याक्स दुङ्गा खातुन आदि इत्यादि जस्ता फोहोगु रोल छाक्युङ हागो सुधा छाक्युङ आधा कुरा एउटै हो। फोहोगु भनेको चाहिँ औजारहरू फोहोगु भनेको सुरक्षा त्यो सामग्रीहरू चाहिँ प्रयोग गर्ने अनि खुराइन्द ग्राइन्डरको आञ्जन खब भनेर आयो। आञ्जन खब भनेको आञ्जन कभर है सुरक्षित कभर। यसलाई चाहिँ फाङो थप्के भनेको आफैमा हाम्रो ढाक्ने भनेको जस्तो थप्के रोल थप्ता ढाक्नु भनेर आयो हैन। अब यसलाई चाहिँ आञ्जन खफ अनि फाङ हो थप्के रोल छाकिङ हामीले त प्रयोग गर्नुपर्दछ भन्छ। कलाई पनि ढाक्ने रहेछ ग्राइन्डरलाई पनि ढाक्ने रहेछ। अनि ह्वाजेगा फाल्सेङ हाल खानुङसँगै इत्किते मुने अनि के भन्छ ह्वाजेगा फाल्सेङ आधा भनेको चाहिँ आगो लागि हुन सक्ने है आगो उत्पन्न हुन सक्ने भनेको आगो लाग्न सक्ने खानुङसँगै इत्किते मुनि सम्भावना हुने भएको कारणले छुबेन उल ओरपरलाई भनेको चाहिँ त्यो ग्राइन्डर भएको त्यो काम गर्ने ठाउँको ओरपरलाई चाहिँ के गर्नुपर्दछ सफा गर्नुपर्दछ अथवा छङ्नी त्यहाँको चिज वस्तुहरू त्यहाँका कुराहरू चाहिँ व्यवस्थापन गर्नुपर्दछ। अनि सुवागीगा फिचिया हानुन त्यसै गरी सुवागी भनेको चाहिँ के हो आगो निभाउने उपकरण भयो त्यसलाई चाहिँ फिचिया हानुन गत्तो फिचियादा भनेको चाहिँ रेडी गर्ने कुरा त्यसलाई चाहिँ अब आगो लागेपछि किनेर ल्याउने होइन कि अलरेडी त्यहाँ हुनसक्छ आगो लागिहाल्यो इनकेस आगो लागिहाल्यो भने पनि हामीले त्यसलाई रोक्न सकिन्छ भनेर चाहिँ एउटा त्यो फायर एक्सटिङ्ग्विसर हुन्छ अथवा जुनसुकै कुराहरू भयो आगो रोक्न सक्ने त्यो रेडी गर्ने कुरा भने। अनि इजस नुन आन्थम्नेदा इजस भनेको चाहिँ बिर्सिएर चाहिँ हुनु हुँदैन भनेको चाहिँ बिर्सिनु हुँदैन भन्न खोज्यो। यो भनेको हाम्रो इत्ताबाट आयो इजस इत्ताबाट आयो है। ल अब त्यसै गरी हामी यसमा हेर्नु त छागप चुङ्गे ख्वाङबु हागा खल्लिमेन छागप चुङ्गे काम गर्ने क्रममा अथवा यो चुङ्गे भनेर आयो भने बिचमा भनेको कामको बिचमा भनेको काम गर्दा गर्दै होइन अथवा काम गर्ने क्रममा चाहिँ के हुन्छ ख्वाबुहा भनेको चाहिँ के हो ख्वाबुहा भनेको चाहिँ त्यो ग्राइन्डरलाई पर्ने भार है। ख्वाबुहा भनेको चाहिँ अत्याधिक भार चाहिँ ख्वा भनेको धेरै भनेकै हो के है। ख्वाबुहागा खल्लिमेन अत्याधिक भार लाग्यो भने खुराइन्दगा उइरो ग्राइन्डर चाहिँ के हुन्छ माथितिर सोत्खु छिदा भनेको चाहिँ के भनेको सोत्खु छ त्यसलाई चाहिँ माथि उछिट्टिएर अरुदा भनेको चाहिँ माथि चढ्ने भनेको चाहिँ माथि उछुट्टिने फाल्लिने होइन अथवा छाल्दान हानुन काट्ने छल्दान हादा भनेको चाहिँ काट्नु हो छल्दान हानुन काट्ने छेरेउगा काट्ने त्यो हाम्रो सामान चाहिँ के हुन्छ आफुरो थोइ गिय नागानुन अगाडितिर अनि थोइङ गिय नागानुन भनेको चाहिँ के भन्ने यसलाई तन्किएर हुत्तिएर अथवा छुट्टिएर नागानुन भनेको चाहिँ जाने। अनि किकब्याक भनेको चाहिँ जस्तो हामीले स्प्रिङहरू हुन्छ नि हाम्रो स्प्रिङहरू हुन्छ हामीले तल च्याप्दाखेरि सट्ट माथि जान्छ नि अथवा गुलेली सम्झिनु हामीले यता अगाडि तान्नेको हुन्छ त्यसले गर्दाखेरि चाहिँ सट्ट पारी जान्छ भनेको के हो प्रेसर भयो अथवा हाम्रो कामको क्रममा चाहिँ अत्याधिक भार भयो भने चाहिँ त्यसले विपरीत कार्य गर्छ उल्टो काम जस्तो गर्छ भनेको चाहिँ उछुट्टिने हुन्छ माथि फड्किने हुन्छ होइन। प्रेसर गइयो भने सट्ट त्यसलाई माथि उफार्ने कुराहरू जस्तो हुन्छ त्यसलाई चाहिँ के भनेर भने किकब्याक भनेर हाम्रो इङ्ग्लिस वर्डमा आयो। अनि
ह्यान्साङ भनेको चाहिँ घटना चाहिँ नाथा नाल सहित कितेमुने देखा पर्न सक्ने भएको कारणले गर्दा चाहिँ आज छसिमे हामीले त धेरै होसियार हुनुपर्दछ अथवा धेरै ख्याल गर्नुपर्दछ फादाक हे मूल छेरोल नुवा थुगो फादाक भैमा चाहिँ मूल छे भनेको सामग्रीलाई नुवा थुगो राखेर राख्ने अनि भनेको चाहिँ राख्ने भनेर भन्ने राख्ने अनि छल्लान छागबल हाल्दैनन् काट्ने कार्य गर्ने बेलामा चाहिँ खुराइन्दा ए नारी ग्राइन्डरको नाल चाहिँ के गर्नुपर्दछ नाल भनेको चाहिँ धारलाई आन्चोक भित्रपट्टि है त्यो नाललाई चाहिँ भित्रपट्टि वाइन्चोक उरो अनि ह्याङ हागे फर्किने गरे चाहिँ छाबाया हाम्निदा भनेको के हो यो हाम्रो हातभित्रबाट यसरी होइन यो के भनेको छ यो हातले चाहिँ के गरेको छ यसरी भित्रपट्टिबाट यो भन्दा पनि यो चित्र यसलाई हेर्नु त यहाँ चाहिँ हाम्रो हात हुन्छ होइन यसलाई छोप्यो अनि यहाँ के भन्न खोजेको छ भन्दाखेरि जस्तो हाम्रो भित्रपट्टिबाट आन्चोक वाइन्चोक उरो यो वाइन्चोक भनेको चाहिँ दायाँ बायाँ के भन्छ भन्दा दायाँतिरबाट चाहिँ हाम्रो बायाँतिर फर्काएर यो धार छ यो धारलाई चाहिँ के गर्ने भन्दाखेरि बायाँतिर फर्काएर चाहिँ ह्याङ आगे फर्किने गरी छाबाया हामीले त छोप्नु पर्दछ त्यसरी चाहिँ समान रहेछ अनि खुराइन्द ओल्बारुन खुराइन्द ग्राइन्डरको ओल्बारुन भनेको चाहिँ उचित अथवा उपयुक्त अथवा सही सायङबमान इख्यादो भनेको चाहिँ ग्राइन्डरको यो सही अथवा उचित सायङब प्रयोग विधि मात्र इख्यादो बुझे पनि इखिदाबाट आयो बुझ्नु हो इख्यादो बुझे तापनि उयम उरोबुथ खतरादेखि हामी चाहिँ के गर्न सकिन्छ छासिनल फो हाल्छु सुम्नेदा आफूलाई चाहिँ संरक्षण गर्न सकिन्छ आफूलाई बचाउन सकिन्छ यसरी त्यही हाम्रो नियमहरू पनि थाहा हुनुपर्छ हामीलाई यसको ग्राइन्डरको अनि ग्राइन्डरको सायङब चाहिँ हामीलाई थाहा हुनुपर्छ भन्ने कुरा चाहिँ छ।